स्याङ्जाका मुसलमान समुदायका महिलाहरूका लागि लाछाको डोरी बनाउने सिपमूलक तालिम सुरु भएको छ। सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा पुतली बजार नगरपालिका र बाढखोला मुस्लिम समाजको समन्वयमा नूरी इस्लामिक मदरसा स्कुलको प्राङ्गणमा जिल्लाका मुस्लिम समुदायको महिलाहरूका लागि मुसलमान समुदायको आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। 10 दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पुतली बजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले लक्षित समुदायका महिलाहरूका लागि यस प्रकारको कार्यक्रमले उनीहरूको आर्थिक सशक्तिकरणसँगै व्यावसायिकता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले मुस्लिम समुदायको परम्परागत सिपको रूपमा रहेको पेसालाई आधुनिक ढङ्गबाट तालिम सञ्चालन गरी व्यवसाय वृद्धि गर्ने कार्यालयको लक्ष्य रहेको बताउनुभयो। उहाँले सिकेको सिपलाई जीवन उपयोगी बनाउनु पर्ने बताउँदै सीमान्तकृत नागरिकलाई सचेतनासँगै आर्थिक सशक्तिकरणका लागि आफ्नो कार्यालय सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो। कार्यक्रमको अध्यक्षता गर्नुभएका मुस्लिम समाज बाढखोलाका वरिष्ठ उपाध्यक्ष शाह खालिद मियाले टोल स्तरमै आएर कार्यालयले मुस्लिम महिलाहरूको सिप विकास र सशक्तिकरणका लागि गरेको यस कार्य अनुकरणीय रहेको बताउनुभयो।